नमस्ते सम्पूर्णमा आज फेरि पनि म एउटा भिडियो लिएर आएको छु र यो भिडियो हेरेर अन्यथा नलिनु होला। यो भिडियो एउटा सजेसन र एडभाइसको रूपमा लिन सकिन्छ। एन्ड आई एम नट हियर एज अ ट्रेनर, आई हेभ जस्ट वान्टेड टु सेयर माई एक्सपिरियन्स। जब विद्यार्थीहरूलाई हामी नाउन्स पढाउँछौँ एन्ड देयर काइन्ड्स पढाउँछौँ, हामी यसरी पढाएको राम्रो। हामीले नाउन्स पढाउँदाखेरि नि दुईटा कुरा सिकाउन सक्छौँ। ती दुईटा कुराहरू के हुन् त? एउटा त हाम्रो मेन काइन्ड्स अफ नाउन्स भइहाल्यो। अर्को चाहिँ हाम्रो के हुन्छ भने नि फर्म्स अफ भर्ब्स। यी दुईटा कुराहरू सिकाउनको लागि हामीले यी हाम्रा दुईटा हातहरू युज गर्ने पर्ने हुन्छ। एउटा हातलाई मेन काइन्ड्स अफ नाउन्स को रूपमा लिन सकिन्छ र अर्को हातलाई फर्म्स अफ भर्ब्स को रूपमा लिन सकिन्छ। र यो सिलेक्सनको जब हामी कुराकानी गर्छौँ, चुजको कुराकानी गर्छौँ, यो तपाईँ चुज नगर्नु होला, विद्यार्थीलाई नै चुज गर्न दिनु होला। विद्यार्थीले सपोज गर्छ कि राइट ह्यान्डलाई मेन काइन्ड्स अफ नाउन्स मान्ने कि लेफ्ट ह्यान्डलाई मेन काइन्ड्स अफ नाउन्स मान्ने, और लेफ्ट कि राइट ह्यान्डलाई फर्म्स अफ भर्ब्स मान्ने भनेको यी दुईटा कुराहरू विद्यार्थीहरूलाई आफै चुज गर्न लगाउनु होला। किनभने ती विद्यार्थीहरूले आफै नै चुज गरेका छन्। यदि चुज गरेका छन् भने नि दे विल नट फर्गेट इजिली, किनभने तिनीहरूले आफै चुज गरेका छन्। त्यसकारणले विद्यार्थीहरूलाई आफै चुज गर्न लगाउनु होला। अब ती विद्यार्थीलाई सोध्नु होला के त हाउ मेनी फिङ्गर्स इन दिस राइट ह्यान्ड, अर्को हाउ मेनी फिङ्गर्स इन दिस लेफ्ट ह्यान्ड भनेर यी दुईटा प्रश्नहरू सोध्नु होला। सोधिसकेपछि भन्छन्, डेफिनेटली भन्छन् विद्यार्थीहरूले लेफ्टमा पनि 5वटा फिङ्गर्स र राइटमा पनि 5वटा फिङ्गर्स भन्छन्। अनि त्यसपछि सोध्नु होला हाउ मेनी मेन काइन्ड्स अफ नाउन्स आर देयर, ती विद्यार्थीहरू भन्छन् 5वटा। जब अर्को क्वेसन सोध्नुहुन्छ हाउ मेनी फर्म्स अफ भर्ब्स आर देयर, फेरि पनि भन्छन् 5वटा। किनभने हामीले त दुईटा अप्सन दिएका छौँ, राइट र लेफ्ट गरेर। एउटा चाहिँ हाम्रो मेन काइन्ड्स अफ नाउन्स भयो, अनि त्यसपछि अर्को चाहिँ हाम्रो फर्म्स अफ भर्ब्स भयो। भनेको नाउन्स पढाउँदाखेरि हामीले ती विद्यार्थीहरूलाई दुईटा कुरा सिकाउन पायौँ, एउटा मेन काइन्ड्स अफ नाउन्स र अर्को भनेको हाम्रो फर्म्स अफ भर्ब्स। र फर्म्स अफ भर्ब्सलाई के गर्नु होला, केही समयपछि भनेको केही दिनपछि फर्म्स अफ भर्ब्स नै पढाउनु होला। किनभने तपाईँले त दुईटा कन्सेप्ट दिनुभयो कि त, एउटा मेन काइन्ड्स अफ नाउन्स अनि त्यसपछि अर्को फर्म्स अफ भर्ब्स। मेन काइन्ड्स अफ नाउन पढाइसकेपछि अर्कोतिर नजानु होला, फेरि फर्म्स अफ भर्ब्स नै पढाउनु होला। किनभने तपाईँले त मेन काइन्ड्स अफ नाउन्स पढाउनु भयो अनि त्यसपछि फर्म्स अफ भर्ब्स त अलिकति लङ टाइम लिनुहुन्छ भने दे क्यान फर्गेट द्याट। सो सक्ने बित्तिकै मेन काइन्ड्स अफ नाउन्स सक्ने बित्तिकै फर्म्स अफ भर्ब्स पढाइहाल्नु होला। अब 5वटा मेन काइन्ड्स अफ नाउन्स ती विद्यार्थीहरूले पढाउनु भयो, मेमोराइज पनि गर्न लगाउनु भयो। तर मेमोराइजको पनि हामीले के गर्नुपर्छ, एउटा प्र्याक्टिकल वेमा जानुपर्छ। किनभने ती विद्यार्थीहरूले मेमोराइज नगरेका छन्, रिसाइट नगरेका छन्। रिसाइटका कुराहरू, मेमोराइजका कुराहरू केही दिनपछि बिर्सन सक्छन् है। त्यसकारण चाहिँ के गर्नु होला, 5वटा 1 2 3 4 5वटा विद्यार्थीहरू सिलेक्ट गर्नु होला, चुज गर्नु होला। ऱ्यान्डमली फेरि चुज नगर्नु होला। रोल नम्बर 1, रोल नम्बर 2, रोल नम्बर 3, रोल नम्बर 4 र रोल नम्बर 5 गरी चुज गर्नु होला। रोल नम्बर 1 को नाम दिनु होला, प्रोपर नाम दिइहाल्नु होला। रोल नम्बर 2 को नाम तपाईँले कमन नाम दिइहाल्नु होला। रोल नम्बर 3 लाई कलेक्टिभ नाउनको रूपमा तपाईँ लिन सक्नुहुन्छ। रोल नम्बर 4 लाई मेटेरियल नाउनको रूपमा लिइहाल्नु होला र रोल नम्बर 5 लाई एब्स्ट्र्याक्ट नाउनको रूपमा लिइहाल्नु होला। र जब एब्स्ट्र्याक्ट नाउनको जब हामी प्रोनाउन्सिएसन सिकाउँछौँ त्यसमा पनि ध्यान दिनु होला। विद्यार्थीहरूलाई गाह्रो हुन सक्छ त्यो प्रोनाउन्स गर्न,
त्यसकारण के गर्नु होला, त्यसलाई चाहिँ टुक्राउनु होला। एब्स्ट्र्याक्टलाई कसरी सिकाउने त भनेको, जुन हामी एप्सको कुरा गर्छौँ नि, हाम्रो सिक्स प्याक्सको कुरा जब गर्छौँ त्यति बेला के गर्नु, एब्स अलिकति नम्रताले एप्स भन्नु, एप्स छैन फेरि एप्स, बी बी ब एप्स। अनि त्यसपछि के गर्नु होला, त्यो त एउटा वर्ड सिक्यो त्यसले, के त एप्स सिक्यो नि। अनि त्यसपछि अर्को ट्र्याक्टरको एक्जाम्पल दिनु होला। के दिनुहुन्छ, ट्र्याक्टरको एक्जाम्पल दिनु होला। ट्र्याक्टरबाट इआरको जुन हटाइदिनु होला भनेको ट्र्याक्ट, के भन्नु होला, ट्र्याक्ट। अनि यी दुईटै वर्ड्सलाई जोड्न लगाउनु होला, एब्स्ट्र्याक्ट भनेर। त्यसरी चाहिँ गर्नुपर्छ हामीले यो प्रोनाउन्सिएसन सिकाउँदाखेरि, किनभने यो एउटा गाह्रो प्रोनाउन्सिएसन हुनसक्छ बच्चाहरूको लागि र एउटा नयाँ पनि हुनसक्छ। सो यो वर्डलाई दुई टुक्रामा गरेर अनि मात्रै सिकाउनु होला है। अब यी कुराहरूको आइडियाज दिइसकेपछि, कन्सेप्ट दिइसकेपछि के गर्नु होला, क्लासरुममा नपढाउनु है, क्लासरुममा नपढाउनु होला। अर्को दिन ती सम्पूर्ण क्लासका विद्यार्थीहरूलाई बाहिर लानु होला है, भनेको बाहिर